हाम्रो नेपालको एउटा बहिनी हो, त्यो मेरो बहिनी हो कि खुच्ची हो कि त्यो एलिना चहान कभर सङ गाएर हिरोइनी बन्नु खोजे कि घाइते बाघ हो भनिरहेको थियो आफूलाई। त्यो घाइते बाघ होइन, त्यो घाइते छाडा कुकुर हो, जसको शरीरमा तातो पानी खनाएर आधा शरीरको छाला निस्केको गल्लीको कुकुर हो क्या त्यो। त्यही पनि छाउडी एलिना चौहान भनेको। कट्टा हान्ने जो गाना गायो उनले त्यो हो, बलगर त्यो हो गाना। के भन्नु खोजेको? त्यसलाई विष्णुले छोडे भन्दा पछि त्यसको धेरै घमण्ड बढिरहेको थियो क्या। त्यसको हरकत भएर त्यसलाई छोड्या हो क्या। जो मान्छे आफ्नो सिन्दुर हालेर 7 जुनी आफ्नो बनाउँछु, 7 जुनी तसँग बस्छु भनेर बिहे गरेको मान्छेको त हुन सकिन त्यो। अरू कसको बन्छ? अहिले अस्ट्रेलिया या सायद अमेरिकामा कुनै कन्सर्टमा एलिना चहान जाँदाखेरि उनीहरूलाई हेप्यो, राम्रोसँग व्यवस्था गरेन भनेर सोसल मिडियामा आइरहेछ। तेरो औकातै छैन कि त बाहिर देशमा कन्सर्टमा जाँदाखेरि अरूले मलाई होटलमा राख्ला, त्यहाँबाट चार्ज देला भन्ने आशा बोकेर जान्छस् त सेलिब्रिटी हो ठुक्क मुजी। तेरो औकात होस् न, त्यो ठाउँमा पुगिसकेपछि म प्राइभेट आफ्नो पैसाले होटलमा बस्न सक्छु भन्ने औकात होस् न। अरू देशको मान्छेलाई सोधन, तिमीहरूले 10 वर्षसँग जति कमाउँछौ नि त्योभन्दा बढी इन्डियन एउटा एक्टरले, एउटा मोडलले, एउटा सिङ्गरले पारिश्रमिक लाग्छ क्या एउटा गरेको, एउटा भिडियो गरे बापत क्या। अझ तिमीहरू संसार खाने कुरा गर्छौ। जो गोरुको सिँगै छैन उसैको नाउँ तिख्या। खै त तिमीहरू भनेको एउटा देशको गहना पनि हो क्या। कलाकार भनेको देशको सान मान पहिचान पनि हो क्या। कसैलाई हार फुलाइदिने? अरे भाइ, ऊ बिचरा आफ्नो ठाउँमा गएर मिहिनेत गरेर त्यो अस्ट्रेलिया अझ अमेरिकामा बसेर आफ्नो जिन्दगी चलाइरहेको छ। त मुजीको लागि त्यहाँ मुजी पुरा खर्च गरेर बस्ने, मिहिनेत गरेको पैसा त मुजीको, त न आमापट्टिको न बाउपट्टिको हो होला। त तेरो फ्यानहरू होला न अरू कोही। त्यो सोसल मिडियामा बोले जस्तो हुँदैन त्यो। मैले भने नि फेरि पनि, जो आफ्नो श्रीमानको हुन सक्दैन 365 दिनमा 365 दिन सेक्स गरेर एउटै रगत सँगै मुजी लिएर आएको, सँगै मुजी सर्कुलेसन भएको नसामा त्यसको हुन नसक्ने मुजी अरूको हुन्छ?